नेपाल प्रहरी जवान कन्स्टेबल परीक्षाको तयारीका लागि निम्न 100 सामान्य ज्ञान जीके प्रश्नोत्तरहरू प्रस्तुत छन्। यी प्रश्नहरू नेपाल प्रहरीको पाठ्यक्रम अनुसार चयन गरिएका हुन्। 1. नेपालको संविधान कहिले जारी गरिएको हो? हो उत्तर 2072 साल असोज 3 गते। 2. नेपालको राष्ट्रिय फूल कुन हो? हो उत्तर गुराँस। 3. नेपालको राष्ट्रिय जनावर कुन हो? हो उत्तर गाई। 4. नेपालको राष्ट्रिय पक्षी कुन हो? हो उत्तर डाँफे। 5. नेपालको राष्ट्रिय भाषा के हो? हो उत्तर नेपाली। 6. नेपालको सबैभन्दा अग्लो हिमाल कुन हो? हो उत्तर सगरमाथा 8,848 86 मिटर। 7. नेपालमा कतिवटा प्रदेश छन्? हो उत्तर 7 वटा। 8. नेपालको पहिलो राष्ट्रपति को हुन्? हो उत्तर डा. रामवरण यादव। 9. नेपालको पहिलो महिला राष्ट्रपति को हुन्? हो उत्तर विद्यादेवी भण्डारी। 10. नेपालको पहिलो प्रधानमन्त्री को हुन्? हो उत्तर गिरिजा प्रसाद कोइराला। 11. नेपालको राष्ट्रिय गानको शीर्षक के हो? हो उत्तर सयौं थुङ्गा फुल्का। 12. नेपालको राष्ट्रिय मुद्रा के हो? हो उत्तर नेपाली रुपैयाँ। 13. नेपालको सबैभन्दा ठूलो नदी कुन हो? हो उत्तर कर्णाली नदी। 14. नेपालको सबैभन्दा ठूलो ताल कुन हो? हो उत्तर रारा ताल। 15. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो? हो उत्तर शुक्लाफाटा राष्ट्रिय निकुञ्ज। 16. नेपालको पहिलो विश्वविद्यालय कुन हो? हो उत्तर त्रिभुवन विश्वविद्यालय। 17. नेपालको पहिलो महिला प्रधान न्यायाधीश को हुन्? हो उत्तर सुशीला कार्की। 18. नेपालको पहिलो महिला मुख्य सचिव को हुन्? हो उत्तर लीलामणि पौडेल। 19. नेपालको पहिलो महिला डाक्टर को हुन्? हो उत्तर डा. अन्जु श्रेष्ठ। 20. नेपालको पहिलो महिला पाइलट को हुन्? हो उत्तर रजनी प्रधान। 21. नेपालको पहिलो महिला प्रहरी महानिरीक्षक को हुन्? हो उत्तर सावित्री थापा। 22. नेपालको पहिलो महिला सांसद को हुन्? हो उत्तर दुर्गा देवी। 23. नेपालको पहिलो महिला मन्त्री को हुन्? हो उत्तर उर्मिला अर्याल। 24. नेपालको पहिलो महिला राजदूत को हुन्? हो उत्तर डा. अरुणा रायमाझी। 25. नेपालको पहिलो महिला न्यायाधीश को हुन्? हो उत्तर सपना मल्ल प्रधान। 26. नेपालको पहिलो महिला मेयर को हुन्? हो उत्तर रन्जु दर्शना। 27. नेपालको पहिलो महिला गभर्नर को हुन्? हो उत्तर चन्द्रकला भट्ट। 28. नेपालको पहिलो महिला वैज्ञानिक को हुन्? हो उत्तर डा. सुमित्रा श्रेष्ठ। 29. नेपालको पहिलो महिला पत्रकार को हुन्? हो उत्तर शान्ति गुरुङ। 30. नेपालको पहिलो महिला लेखक को हुन्? हो उत्तर पारिजात। 31. नेपालको पहिलो महिला कलाकार को हुन्? हो उत्तर सुमन सिन्हा। 32. नेपालको पहिलो महिला गायक को हुन्? हो उत्तर अरुणा लाम। 33. नेपालको पहिलो महिला नृत्याङ्गना को हुन्? हो उत्तर गङ्गा देवी। 34. नेपालको पहिलो महिला खेलाडी को हुन्? हो उत्तर मीरा राई। 35. नेपालको पहिलो महिला पर्वतारोही को हुन्? हो उत्तर पासाङ लामो शेर्पा। 36. नेपालको पहिलो महिला ओलम्पिक खेलाडी को हुन्? हो उत्तर सरस्वती चौधरी। 37. नेपालको पहिलो महिला पाइलट प्रशिक्षक को हुन्? हो उत्तर रजनी प्रधान। 38. नेपालको पहिलो महिला एयर होस्टेस को हुन्? हो उत्तर सुमित्रा श्रेष्ठ।
39 नेपालको पहिलो महिला उद्यमी को हुन्? ओ उत्तर बिनु श्रेष्ठ। 40 नेपालको पहिलो महिला वैज्ञानिक अनुसन्धानकर्ता को हुन्? ओ उत्तर डा. सुमित्रा श्रेष्ठ। 41 नेपालको पहिलो महिला समाजसेवी को हुन्? ओ उत्तर अन्जु श्रेष्ठ। 42 नेपालको पहिलो महिला राजनीतिज्ञ को हुन्? ओ उत्तर उर्मिला अर्याल। 43 नेपालको पहिलो महिला शिक्षिका को हुन्? ओ उत्तर शान्ति गुरुङ। 44 नेपालको पहिलो महिला वकिल को हुन्? ओ उत्तर सपना मल्ल प्रधान। 45 नेपालको पहिलो महिला इन्जिनियर को हुन्? ओ उत्तर सुमित्रा श्रेष्ठ। 46 नेपालको पहिलो महिला चिकित्सक को हुन्? ओ उत्तर डा. अन्जु श्रेष्ठ। 47 नेपालको पहिलो महिला वैज्ञानिक को हुन्? ओ उत्तर डा. सुमित्रा श्रेष्ठ। 48 नेपालको पहिलो महिला पत्रकार को हुन्? ओ उत्तर शान्ति गुरुङ। 49 नेपालको पहिलो महिला लेखक को हुन्? ओ उत्तर पारिजात। 50 नेपालको पहिलो महिला कलाकार को हुन्? ओ उत्तर सुमन सिन्हा। 51 नेपालको पहिलो महिला गायक को हुन्? ओ उत्तर अरुणा लाम। 52 नेपालको पहिलो महिला नृत्याङ्गना को हुन्? ओ उत्तर गंगा देवी। 53 नेपालको पहिलो महिला खेलाडी को हुन्? ओ उत्तर मीरा राई। 54 नेपालको पहिलो महिला पर्वतारोही को हुन्? ओ उत्तर पासाङ लामो शेर्पा। 55 नेपालको पहिलो महिला ओलम्पिक खेलाडी को हुन्? नेपालको पहिलो महिला पाइलट प्रशिक्षक को हुन्? ओ उत्तर रजनी प्रधान। नेपालको पहिलो महिला एयर होस्टेस को हुन्? ओ उत्तर सुमित्रा श्रेष्ठ। नेपालको पहिलो महिला उद्यमी को हुन्? ओ उत्तर बिनु श्रेष्ठ। नेपालको पहिलो महिला वैज्ञानिक अनुसन्धानकर्ता को हुन्? ओ उत्तर डा. सुमित्रा श्रेष्ठ। नेपालको पहिलो महिला समाजसेवी को हुन्? ओ उत्तर अन्जु श्रेष्ठ। नेपालको पहिलो महिला राजनीतिज्ञ को हुन्? उत्तर दशरथी देवी। नेपालको संविधान अनुसार नेपाल कस्तो प्रकारको शासन प्रणाली अपनाउँछ? उत्तर संघीय लोकतान्त्रिक गणतन्त्र। नेपालको पहिलो मुख्यमन्त्री को हुन्? उत्तर शेरधन राई प्रदेश 1। नेपालको सबैभन्दा लामो नदी कुन हो? उत्तर कर्णाली नदी। नेपालको सबैभन्दा अग्लो पुल कुन हो? उत्तर कर्णाली पुल चिसापानी कैलाली। नेपालमा हालसम्म भएका संविधानहरू कति छन्? उत्तर 7 वटा। नेपालको पहिलो संसद कहिले गठन भएको थियो? उत्तर 2015 साल। नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला कुन हो? उत्तर काठमाडौँ। नेपालको सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला कुन हो? उत्तर मनाङ। नेपाल प्रहरीको हालको महानिरीक्षक आइगिप को हुन्? उत्तर हालको अपडेट अनुसार वेबमा खोजी गर्नुहोला। नेपालमा कतिवटा अन्तर्राष्ट्रिय विमानस्थल छन्? उत्तर 3 वटा त्रिभुवन गौतम बुद्ध पोखरा। नेपालमा हाल कतिवटा जिल्ला छन्? उत्तर 77 वटा। नेपालको राष्ट्रिय खेल कुन हो? उत्तर भलिबल। नेपालको राष्ट्रिय गानका रचनाकार को हुन्? उत्तर प्रदीप कुमार राई व्याकुल माइला। नेपालको पहिलो हवाई उडान कहिले भएको थियो? उत्तर 2008 साल। नेपालको सबैभन्दा पुरानो शहर कुन हो? उत्तर काठमाडौँ। नेपालको सबैभन्दा ठूलो गुफा कुन हो? उत्तर गुप्तेश्वर गुफा पोखरा। नेपालको सबैभन्दा अग्लो झरना कुन हो? उत्तर ह्याङ्गदी झरना मनाङ। नेपालको सबैभन्दा ठूलो जंगल कुन हो? उत्तर चितवन राष्ट्रिय निकुञ्ज। नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश कुन हो? उत्तर मध्य प्रदेश। नेपालको पहिलो पञ्चायत प्रधानमन्त्री को थिए?
उत्तर तुलसी गिरी। नेपालमा कति जात-जाति छन्? उत्तर 125 भन्दा बढी। नेपालको पहिलो ऐतिहासिक युद्ध कुन थियो? उत्तर कुशवाहा युद्ध। नेपालको पहिलो सैनिक संगठन कुन थियो? उत्तर श्रीनाथ गण। नेपालको सबैभन्दा लामो सुरुङ टनेल कुन हो? उत्तर सिद्धबाबा टनेल निर्माणाधीन। नेपालको पहिलो प्रहरी महानिरीक्षकको थिए? उत्तर नवराज पुन। नेपालमा पहिलो पटक सवारी साधन कहिले भित्रिएको थियो? उत्तर 1998 साल। नेपालमा हालसम्म कति पटक जनगणना भएको छ? उत्तर 12 पटक पछिल्लो 2078 सालमा। नेपालको पहिलो वैज्ञानिक को हुन्? उत्तर डा. सुरेन्द्रराज काफ्ले। नेपालको पहिलो टेलिभिजन च्यानल कुन हो? उत्तर नेपाल टेलिभिजन 2042 साल। नेपालमा हाल कतिवटा महानगरपालिका छन्? उत्तर 6 वटा। नेपालको पहिलो इन्जिनियरिङ कलेज कुन हो? उत्तर पुल्चोक इन्जिनियरिङ क्याम्पस। नेपालको पहिलो निजी बैंक कुन हो? उत्तर नेपाल इन्भेस्टमेन्ट बैंक। नेपालको पहिलो महिला शिक्षा मन्त्री को हुन्? उत्तर गिरिजा प्रसाद कोइराला पहिलो शिक्षा मन्त्री पुरुष थिए। महिलाका लागि हालको जानकारी हेर्नुपर्छ। नेपालको पहिलो उपराष्ट्रपति को थिए? उत्तर परमानन्द झा। नेपालमा पहिलो क्रिकेट खेल कहिले भएको थियो? उत्तर 1920 को दशकमा। नेपालको पहिलो लोकतान्त्रिक निर्वाचन कहिले भएको थियो? उत्तर 2015 साल। नेपालको पहिलो स्टिल कारखाना कुन हो? उत्तर हेटौँडा स्टिल कारखाना। नेपालमा पहिलो चलचित्र कुन हो? उत्तर सत्य हरिश्चन्द्र। नेपाली भाषा बोल्ने पहिलो चलचित्र बने आमा। 100। नेपाल प्रहरी स्थापना कहिले भएको हो? उत्तर 2007 साल।